दर्शकवृन्द, तपाईँलाई हामीले यो त्रिशुली नदी आसपास रहेका ड्रोनको फुटेज देखाइरहेका छौँ र हामीले दिवस बस्नेतको फेसबुक वालबाट यो फुटेज प्राप्त गरेका हौँ र तपाईँहरूलाई देखाइरहेका छौँ त्रिशुली ढुङ्गे आसपासका यो ड्रोन फुटेज। यहाँ चाहिँ सयौँ घरहरू यसरी डुबानमा परिएको छ र यतिखेर यो चाहिँ बगरमा परिणत भएको छ। यो चाहिँ चाइनाबाट आएको हिम पहिरोको बाढी भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ र विशेष गरी यो पहिरोले ठुलो विनाश निम्त्याएको छ। देशको धेरै ठाउँहरू ध्वस्त बनाएको छ। अधिकांश रसुवाको टिमुरेदेखि चाहिँ अत्यन्तै धेरै क्षति भएको भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ र टिमुरेमा चाहिँ अलि धेरै जनधनको पनि क्षति भएको भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ र यति बेला तपाईँहरूलाई हामीले त्रिशुली आसपासका ड्रोन फुटेज देखाइरहेका छौँ। यो बाढी कसरी तानो ल निकाल ओ आऊ न